यसो गरी भन्न छ भया अहिले कसरी मरौँ यिनका हात मरेर मर्नु नानीको आफैमा मर्छु पर्यो तापले पुनौरी उपाए अरू थोक केही नजान्दी कलाई मनमा शान्ति नपाउँदा पिरहरेदेखि अँध्यारो सबै राममा चित्त दिएर मर्नु बढिया मानेर सीताका झुन्ने मतलबले खडी भइन पक्रेर आगामा राक्षसका बिचमा बसी जिउ नदिक मर्नु निको मर्दछु चुल्ठो लान्छ झुन्ने कनया गरी तलेगी गर्दछु यसको निश्चय गरिकन सीता झुन्निन आँटिन जसै कामदेवला भनी सानो बोली झटपट बोले हनुमान दशरथ भारत वर्ष विषे मणि मुकुट जय नाम्ता भनी ठुलो एक सरथियो मणिमय सुन्दर बनेको पनि इच्छाका पुलैमा ती दशरथ वीरमा राज रहेछन् तिनका तिम्रानी मध्ये गुणी गुणी अति वीर 4 छोरा भएछन् जेठा राम पिताजीका चरण जेठा राम पिता रमाउलीपछि भरत र लक्ष्मण तिनै भन्ना शत्रु न कान्छा